नमस्ते सबैजनालाई। आज चाहिँ हामी माछा मार्न जान आँटेको अनि त्यही माछा मारेर त्यही पकाउन खान आँटेको। आज चाहिँ मसँग हुनुहुन्छ डेनी दाइ अनि हाम्रो यहाँ छ कन्तीहरू, चुला, कन्ती, टमाटर, प्याजहरू, लसुन, अदुवाहरू पुरा अनि माछा पारेर आज त्यही बनाएर खाने भनेर। तर पर्छ कि पर्दैन, पऱ्यो भने त ठिकै हो, परेन भने पो खत्तम हुन्छ त। नमस्ते सबैजनालाई। आज चाहिँ हामी सिङ्मुन आएको छौँ यहाँ माछा मार्नु अनि माछा मारेर यहीँ पिकनिक खाने भनेर आएको। अनि हाम्रो आज हामी नमस्ते सबैजनालाई। आज चाहिँ हामी माछा मार्न आएको। मसँग हुनुहुन्छ आज चाहिँ हाम्रो डेनी दाइ। हामी चाहिँ यहाँ माछा मार्ने अनि पकाएर खाने भनेर पुरा कन्तीहरू मरमसलाहरू पुरा बोकेर आएको छौँ मारेर खाने भनेर। तर लास्टमा परेन भने चाहिँ बिजोक हुन्छ। परेन भने चाहिँ यहाँ टमाटर ल्याएको छु, टमाटर प्याजहरू त्यहीसँग फत्काएर भए पनि खानुपर्ने हुन्छ हामीले। हाम्रो डेनी दाइ चाहिँ अगाडि गइसक्नु भएको छ। म चाहिँ यहाँ पुरा ब्लकको यहाँ भुत चढेर अलिक ढिलो भएर मेरो चाहिँ हामी चाहिँ प्रायः जस्तो यहाँ आइरहेको छौँ माछा मार्नुको लागि। र आज चाहिँ हामीले कन्ती सबै बोकेर आएको छौँ। हाम्रो फिसिङ स्पट चाहिँ आइपुग्न आँटेको छ। यहाँ चाहिँ लप्सीहरू पुरा फलिरहेको हुन्छ, बेला लप्सी बोट पुरा फलिरहेको हुन्छ। अनि आज यो लप्सीको पनि व्यवस्था गर्नुपर्छ जस्तो छ दाइ। आज पुरा फलिरहेको छ लप्सी माथि। आज यो लप्सीको पनि व्यवस्था गर्नुपर्ला जस्तो छ। पुरा फलिरहेको छ लप्सीहरू। दाइ चाहिँ पुरा अगाडि गइसक्नु भएको छ। यहाँ म पुरा खेदाउँदैछु दाइलाई। हाम्रो फिसिङ स्पट आउन आँट्यो। यो चाहिँ पुरा उयो ड्याममा जान्छ यो पानी पुरा। यस्तो छ ड्याम चाहिँ पुरा भरिरहेको छ पानी अहिले। तै माछा परेन भने के गर्ने हो? आज टमाटर फत्काइदियो भने खानुपर्छ है। हामी यहाँको भर्खर आइपुगेको छौँ। आइपुग्नु बित्तिकै आकाशहरू पुरा कालो भएर पानीहरू पुरा परिरहेको छ। आज पनौती नै लाग्ला जस्तो छ। कन्ती बोकेर आएको, कन्ती मसला बोकेर आएको, पुरा पनौती नै होला जस्तो छ। दाइ चाहिँ यहाँ पुरा सेटिङ गर्दै हुनुहुन्छ। म चाहिँ पुरा के गर्नु भइरहेछ। सामानहरू पनि त्यहीँ छ, बिजोक भइरहेछ। आज माछा खाइ होला जस्तो छैन। आज टमाटर फत्काएर मात्रै खाइन्छ जस्तो छ दाइरामा चाहिँ। पानी चाहिँ पुरा यहाँबाट आउँदैछ, यताबाट नहरबाट। माछा परेको छैन एउटा पनि अहिलेसम्म। भर्खर हान्नु थालेको 20 मिनट जस्तो भयो। म चाहिँ यहाँ छु, डेनी दाइ चाहिँ यता हुनुहुन्छ यो साइडमा, यो रुखको पछाडि। आज चाहिँ कन्ती मसला बोकेर आएको।
के भयो लोदर लागेर एउटा पनि माछा परेको छैन। कम्ती मसलाहरू चाहिँ बोकेर फिसिङ चाहिँ कहिले नआउनु रहेछ, लोदरै लाग्दो रहेछ। यहाँ झुन्डिरहेछ कम्ती मसलाहरू, तेल भुटुनहरू, माछा भने एउटै परेको छैन। अब के गर्नुपर्ने थाहा छैन होइन। जसरी भए पनि माछा पार्ने भनेको एउटा पनि परेको छैन। अब हेरौँ हान्दै चाहिँ के हुन्छ। अब आज एउटा पनि माछा परेको छैन, त्यही भएर अब घर खाली हात के जानु भनेर यहाँ लप्सीको बोट पुरा फलिरहेको छ। अनि मैले यहाँ पुरा झार्दै टिप्दैछु। अब लप्सी भए पनि लगेर जानु पर्ला भनेर लप्सी टिपिरहेको छु। यहाँ अब पाकेको छानेर घर लगेर जानु पर्यो। यो भरे मोलेर खानु पर्ला।